नमस्कार दर्शकवृन्द, हामी धौलागिरी विशेषमा जोड्छौँ। धौलागिरी विशेषमा हामी भिन्न भिन्न क्षेत्रका व्यक्तित्वलाई हामीले हाम्रो स्टुडियोमा आमन्त्रण गर्छौँ, समसामयिक विषयवस्तुमा कुराकानी गर्छौँ। आजको यो श्रृङ्खलामा हामीले एकजना व्यक्तित्वलाई हाम्रो स्टुडियोमा आमन्त्रण गरेका छौँ। पछाडिको समयमा धेरैको आकर्षणको केन्द्र बनेको छ। विशेष गरेर हाम्रो समृद्धिको आधारसँग पनि जोडिएको एउटा क्षेत्र छ। यो क्षेत्र, यो प्रदेश, यो जिल्ला, यो ठाउँले गर्व गर्ने ठाउँ ढोरपाटन शिकार आरक्ष। लगभग यो नेराफेराका मान्छेहरू ढोरपाटन शिकार आरक्षमा नजानेको सङ्ख्या कम छ। र अहिले केही समय पहिलादेखि अलि चर्चामा आएको यो मध्यवर्ती क्षेत्र बन्दैछ, बफर जोन छ, के हो, के हुँदैछ, तँ भए पछाडि के हुने हो, स्थानीयमा पनि अन्यलता के हुने हो, यस्तै विषयवस्तुमा आज यो अन्यलता मेट्नको लागि एकदमै हामी यो के हो, के हुँदैछ, के भइरहेछ, हामी यस्तै विषयवस्तुमा कुराकानी गर्नको लागि मैले आज ढोरपाटन शिकार आरक्षण कार्यालय बागलुङका वरिष्ठ संरक्षक अधिकृत रामदेव चौधरीलाई हाम्रो स्टुडियोमा आमन्त्रण गर्छु। रामदेवजी, आरामै हुनुहुन्छ? एकदम आरामै छु प्रकाश सर। के छ तपाईँको लागि त यो क्षेत्र नयाँ नै होला। कहिले आउनुभयो बागलुङ? नयाँ त नयाँ हो प्रकाश सर, म आएको त्यो वैशाखमा हो। अनि ढोरपाटनतिर जानुभयो कि पहिला पनि जानुभएको थियो? के छ पहिला होइन, यो मेरो फर्स्ट टाइम हो। हजुर, 3-4 पल्ट पुगेर पनि आएको हो म। रामदेवजी, के भनिन्छ बफर जोन भनेको के हो? बफर जोनको अवधारणा के हो यो? प्रकाश सर, यो वास्तवमा बफर जोन भन्दाखेरि एउटा सानो तपाईँले पृष्ठभूमिमा भनौँ है त। यो बफर जोन भन्नाले यो अङ्ग्रेजी शब्द हो, यसको नेपालीमा मध्यवर्ती क्षेत्र भनिन्छ। यो नेपालमा यो जैविक विविधता संरक्षणको क्षेत्रमा नेपाल सरकारद्वारा घोषणा भएका निकुञ्ज आरक्षको राम्रो संरक्षणले गर्दाखेरि वन्यजन्तुको सङ्ख्यामा बढोत्तरी भयो, जसले गर्दाखेरि त्यो वन्यजन्तुहरूले आएर के गर्न थाले त गाउँ बस्तीमा पस्ने, हरकत गर्ने, गाउँलेको मतलब कि ज्यान पनि लिने होइन, घाइते गराउने, भौतिक पूर्वाधार पनि मतलब क्षति गर्ने, कृषि बालीको क्षति गर्ने, पशुधनको क्षति गर्ने हो। यो चाहिँ पृष्ठभूमिमा कसरी व्यवस्थापन गर्ने त भनेर सरकारले 52 सालतिर यो जनताको जनधन क्षति व्यवस्थापन गर्नको लागि एउटा चाहिँ मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली 2052 बनाएर ल्याइसकेपछि मध्यवर्ती क्षेत्र चाहिँ लागू गर्न थालेको हो। त्यस्तैको सन्दर्भमा ढोरपाटन शिकार आरक्षको पनि मध्यवर्ती क्षेत्रको अवधारणा चाहिँ लागू गर्न खोजिएको छ, हुन सकेको चाहिँ छैन। किन सकेन सर? खास केले गर्दा रोक्यो यो? मध्यवर्ती त चर्चा त धेरै वर्षदेखि पहिला होइन, अनि पहिल्यैदेखि नै मध्यवर्ती क्षेत्र हुँदैछ भने चर्चामा त आएको हो नि त होइन सर? हजुर हजुर हो। नेपालमा अहिले हेर्नुहुन्छ भने झन्डै 10,000को सङ्ख्यामा उपभोक्ताहरू छन् मध्यवर्ती क्षेत्रमा गाभिएका। र नेपालमा तपाईँको सगरमाथा, चितवन, नवलपरासी, नवलपुर क्षेत्र त एकदमै त्यहाँ विकास पनि भएको देखिन्छ नि त? हजुर हजुर हो। र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नेपालमा पहिलोपल्ट घोषणा भएको मध्यवर्ती क्षेत्र पनि हो। त्यहीँबाट मध्यवर्ती क्षेत्र घोषणाको इतिहास पनि सुरु भएको छ लिखित रूपमा। पहिलो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएको चितवनकै हो। एवं रीतिले चाहिँ नेपालमा 13वटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रहरू घोषणा भइसकेको छ। र हाम्रो ढोरपाटन शिकार आरक्षको होइन, यो चाहिँ मध्यवर्ती क्षेत्र पनि घोषणा हुने प्रस्तावको रूपमा हामीले चाहिँ डकुमेन्टेसन गरेर विभाग पठाइसकेका छौँ। र यही क्रममा देशमा चाहिँ लोकतन्त्र आइसकेपछि अब जनताको पनि सहमति लिएरै घोषणा गर्दा राम्रो होला प्रजातान्त्रिक तरिकाले, त्यो हिसाबमा चाहिँ नभएको हो के प्रकाश सर? के छ, अब हामी पनि जान्छौँ ढोरपाटनमा, आउनुहोस् न, जान्छौँ, गएछौँ, देखाएको छौँ। तर यो अलि के सशङ्कित स्थानीयवासीहरू बुझाउन सकेनौँ कि के अप्ठ्यारो हुन्छ स्थानीयवासीहरूलाई? स्थानीयहरू अलिअलि पोजिटिभ चाहिँ देखिँदैन मध्यवर्तीको लागि, के हो? तपाईँले अनुभव गर्नुभएको कुरो पनि मैले, जस्तै हामी त जान्छौँ घुमेर देख्न। हजुर हजुर हजुर। तपाईँहरू त यहाँको स्थानीय प्रहरी हाल्नुभयो, त्यसमा पनि एउटा पत्रकारिता जगतबाट पनि मतलब कि यस क्षेत्रमा जानुपर्छ कि हामीले बुझाउन सकेनौँ कि जनचेतनाको कमी हो कि? यस्तो हो कि सर, त्यो पनि मैले अस्ति नै यो BYC भन्ने एउटा चाहिँ मतलब कि NGO छ बागलुङ जिल्लामै, उहाँहरूकै पहलमा ढोरपाटन क्षेत्रमा यो दिगो पर्यटन प्रवर्धन सम्बन्धी गतिविधिको क्रममा एउटा चाहिँ कार्यक्रममा मलाई ढाक्नु भएको थियो बुर्दिबाङमा। त्यो कार्यक्रमको उद्देश्य पनि यही थियो कि मध्यवर्ती क्षेत्र किन घोषणा हुन सकेन, जनतामा किन चाहिँ मतलब कि त्यस्तो किसिमको नकारात्मक उत्साह चाहिँ देखिँदैन हैन।
यो कुराहरूको सन्दर्भमा मैले एउटा प्रस्तुति पनि राखेको थिएँ र त्यस प्रस्तुति अनुसार मैले यहाँले भने जस्तै जनतामा कता कता चाहिँ मध्यवर्ती क्षेत्र घोषणा गर्दाखेरि हामीले अनादिकालदेखि निर्वाध रूपमा जुन प्राकृतिक सम्पदाहरू छन्, ढुङ्गा गिटी बालुवा वन पैदवार होइन, त्यसपछि चरण जडीबुटी यावत कुराहरू छन्, त्यसमा प्रतिबन्ध लागिहाल्छ कि होइन? हामी आदिवासीहरूको हाम्रो अधिकार हनन पो हुन्छ कि होइन? त्यस्तै गरी हामी बसोबास गरिराखेको ठाउँ भोलि मध्यवर्ती क्षेत्र घोषणा भएर हामी थाप थलो छोडेर विस्थापित पनि हुनुपर्छ कि? यस्ता किसिमको दुविधाहरू चाहिँ रहेको मैले पाएँ क्या त्यहाँ। र त्यसमा चाहिँ मतलब कि हाम्रो सरकारी निकायबाट अलिकति कानुनी कुराहरू, जसरी मैले अस्तिको प्रस्तुतिमा हजुर जम्मै दलका प्रतिनिधिहरू हुनुहुन्थ्यो, हामीले पनि बुझ्दा के समस्या देखिन्छ भने हिजो आफूले गरेका भोग चलन गरेका केही कुराहरू गुम्छन् कि? हजुर हजुर त्यो चाहिँ रहेछ जनमानसमा चाहिँ भोग चलन गरेका केही कुराहरू गुम्छन् कि भन्ने चाहिँ जनमानसमा त्यो पनि अलि शङ्का जस्तो देखियो कि? देखियो, त्यो चाहिँ छ, मैले पनि पाएँ होइन। किनभने मैले प्रस्तुति सकेपछि सबैको पनि प्रतिक्रिया लिएँ। मैले गरेको प्रस्तुतिमा यहाँको के छ त, कुनै टिप्पणी छ भने भन्नुहोस् भन्दाखेरि धेरैको टिप्पणी यही मैले भनेकै कुराहरूको सन्दर्भमा रह्यो कि मध्यवर्ती क्षेत्र घोषणा भयो भने वार्डेन साहब हामी त मतलब कि निर्वाध रूपमा आवागमन गर्थ्यौँ, त्यसमा प्रतिबन्ध लाग्छ कि? चरण गर्ने ठाउँ चाहिँ मतलब त्यही हाम्रो मतलब कि सामुदायिक वनहरू हो, त्यसमा पनि प्रतिबन्ध लाग्छ कि? जडीबुटी हामी निर्वाध रूपमा शरण गर्छौँ, व्यवस्थापन गर्छौँ, ओसार पसार गर्छौँ, त्यसमा पनि प्रतिबन्ध लाग्छ कि? ढुङ्गा गिटी बालुवा हामीले निर्वाध रूपमा ओसार पसार गर्दैथ्यौँ होइन, त्यसमा पनि प्रतिबन्ध लाग्छ कि? यावत किसिमको चासो चाहिँ रह्यो। त्यसपछि मैले भने हेर्नुहोस्, तपाईँहरू चाहिँ मतलब कि मध्यवर्ती क्षेत्र घोषणा नगरेको कारण नै हो तपाईँले सबै यो चाहिँ सशङ्कित हुनुपर्ने अवस्था। मध्यवर्ती क्षेत्र घोषणा भइसकेपछि तपाईँ नागरिकहरूले कानुन त तपाईँको सम्पूर्ण अधिकारहरू स्थापित हुन्छ भनेर मैले चाहिँ एक किसिमले ढुक्क पनि गराएको छु। मलाई लाग्छ कि 10-15% जनता पनि, त्यो जनप्रतिनिधिहरू पनि बुझेर जानुभयो। अनि मलाई के भन्नुभयो भने सर एकचोटि यसो गर्नुहोस् न त, हामीलाई जनप्रतिनिधि र उपभोक्तालाई राखेर नेपालको कुन ठाउँमा चाहिँ अगाडि चाहिँ घोषणा भएको छ मध्यवर्ती क्षेत्र, त्यो क्षेत्रको भ्रमण गराउनुहोस्, त्यसपछि हामी पनि यसमा समर्थन गराउँछौँ घोषणाको लागि भन्ने किसिमको पनि कुरा चाहिँ भएको हो। जस्तै अहिले सौरा देखिन्छ होइन, पर्यटनको ठुलो हब बनेको छ होइन, नवलपरासीका विभिन्न क्षेत्रहरू त्यस्तै हब छन्। घर घरमा गैँडाहरू आउन थालेका छन्। यहाँ पनि भोलि त अझ शिकार आरक्षक पनि हो। अब संसारका विभिन्न देशहरूबाट नागरिकहरू आएको छन्। अब एकचोटि घुमाउन सक्ने स्थानीय तहको भूमिका के छ सर? स्थानीय तहले पनि त जनचेतनाका कार्यक्रम बुझाउने त त्यही छ, वडा छ, पालिका छ होइन? तपाईँहरू त अब कार्यालयबाट जानुहुन्छ, जोसँग जनतासँग जोडिएको जनताको सरकार भनेको स्थानीय सरकारको भूमिका के छ? कस्तो हुनुपर्छ, कस्तो छ? त्यो दिन पनि हाम्रो ढोरपाटन नगरपालिकाका मेयर साहब त कार्यव्यस्तताले गर्दाखेरि त्यो अस्तिको कार्यक्रममा सामेल हुन सक्नुभयो। उहाँको प्रतिनिधिहरू चाहिँ हुनुहुन्थ्यो र ढोरपाटन नगरपालिकाको प्रमुख प्रशासनिक अधिकारी पनि हुनुहुन्थ्यो। उहाँहरूको पनि चासो मध्यवर्ती क्षेत्र घोषणा गराउनु पर्यो वार्डेन साहब, यो जनहितमै छ, बरु यसको लागि हामीले के पहल गर्नुपर्छ त्यो पहल बरु हामी गरौँला भन्ने ढङ्गको कुरो चाहिँ आयो। त्यसपछि मैले चाहिँ उहाँलाई के भने यहाँहरूले जुन अहिले चाहिँ उपभोक्ताहरूको माग छ कि हामीलाई घोषित भएको ठाउँको मध्यवर्ती क्षेत्रको भ्रमण गराइदिनुहोस्, हाम्रो मान्यहरूलाई राखेर, वडा अध्यक्षलाई राखेर, उपभोक्ताहरूलाई राखेर, शिक्षकहरूलाई राखेर, त्यसपछि हामी चाहिँ मतलब यसमा समर्थन गर्छौँ। त एक किसिमको चाहिँ मतलब कि ल त्यसको लागि हामी पनि बजेट छुट्याउँछौँ, बजेट राख्छौँ वार्डेन साहब, र निकट भविष्यमा नै चितवन हुन्छ भने चितवन, होइन भने बर्दिया लगेर यहाँले भ्रमण गराउने एउटा चाहिँ उहाँले त्यो पनि मतलब मौखिक रूपमा हामीले चाहिँ कमिट गर्नुभएको छ, प्रतिबद्धता जारी गर्नुभएको छ नगरपालिकाबाट होइन। र दोस्रो चाहिँ उहाँले कार्यक्रमै दिनुभएको छ ढोरपाटनको दिगो पर्यटन प्रवर्धनको लागि नगरपालिकाकै मार्फत BYC को प्रोजेक्ट नै चाहिँ मतलब कि ढोरपाटनमा लागिराखेको छ। त्यसकारण स्थानीय सरकारको निकायबाट पहल चाहिँ सकारात्मकै भइराखेको छ, हामीले सहयोग नै पाइरहेछौँ। सङ्घीय सरकारको निकायबाट जुन रूपमा मतलब कि हामीले जनतामा जानुपर्ने हो, जुन कन्फ्युजन छ जनतामा, हामी किन मध्यवर्तीमा पर्ने, मध्यवर्ती क्षेत्रमा जाँदाखेरि त हामीलाई यस्तो यस्तो बाधा अडचनहरू हुन्छ हो, त्यो चिरफार गर्नको लागि हाम्रो आरएस कार्यालयबाट त्यति पहल हुनु पर्थ्यो चाहिँ भएको चाहिँ देखिएन। त्यो चाहिँ म पनि स्वीकार्छु, जति हुनुपर्ने हो, जनताको जुन दुविधा छ नि
किन घोषणा गराउने? हामीलाई घोषणा भएपछि त यस्ता आम समस्याहरूको हामी झमेलामा पर्नुपर्छ हो। त्यसलाई चिरफार गरिदिनको लागि हाम्रो चाहिँ मतलब कि उपस्थिति चाहिँ हाम्रो चाहिँ तालिमको रूपमा हुन्छ कि गोष्ठीको रूपमा हुन्छ कि भ्रमणको रूपमा हुन्छ कि चिया गफको रूपमा हुन्छ कि यावत कुराहरू मार्फत चाहिँ हामीले जानुपर्ने हो, त्यो चाहिँ गएको चाहिँ देखिएन। जसले गर्दाखेरि हामीले जनताको दुविधालाई नि हामीले चाहिँ मतलब कि चिरफार गर्न सकेका छैनौँ। सरकार आरसे जुन कार्यालय छ के छ त मध्यवर्ती क्षेत्र बनाउँदा यही मेन पावर यही संरचना यसले थेक्छ कि केही फरक हुनुपर्छ के छ त? यस्तो प्रकाश छ, त्यो मध्यवर्ती क्षेत्र घोषणा भयो भने एक त त्यो चाहिँ मतलब कि मध्यवर्ती क्षेत्रले आफै नै कानुनी मान्यता प्राप्त गर्छ। त्यो नियम कानुन राष्ट्रिय निकुञ्ज ऐन 2029 होइन र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियम 2052 अनुसार त्यो सञ्चालित हुन्छ। त्यो सञ्चालन हुने बित्तिकै त्यो मध्यवर्ती क्षेत्रभित्र हामीले चाहिँ तल्लो तहमा चाहिँ उपभोक्ता समूह बनाउँछौँ। उपभोक्ता समूहले उपभोक्ता समिति बनाउँछन्। उपभोक्ता समितिले ढोरपाटनको स्तरमा व्यवस्थापन समिति बनाउँछ। यो तीनटा चाहिँ मतलब कि कार्यगत हाम्रा चाहिँ संस्थागत संरचनाहरू हुन्। त्यसले गर्दाखेरि त्यो जनता नै के हुन्छ त तलब नपाएको बढ्दी नपाएको कर्मचारीहरू हुन्छन् मध्यवर्ती क्षेत्रमा। समूह समिति मार्फत सङ्गठित रूपमा त्यहाँका प्राकृतिक स्रोतहरूको संरक्षण व्यवस्थापन गर्ने, सामुदायिक विकास गर्ने। त्यसले गर्दाखेरि हाम्रो संरचनामा थप चाहिँ दरबन्दी सिर्जना गर्नुपर्छ जस्तो मलाई लाग्दैन। किनभने हामीले जनतालाई नै सङ्गठित रूपमा कानुनी तरिकाले समूह समिति र उपभोक्ता समिति बनाएर हामीले के गर्छौँ त त्यहाँ भएका सामुदायिक विकास, त्यहाँ भएको प्राकृतिक स्रोतको व्यवस्थापन हामी गर्छौँ। त्यसकारण थप चाहिँ हामीले चाहिँ मतलब कर्मचारीको चाहिँ आपूर्ति गर्नुपर्ने आवश्यकता म देख्दिनँ। के छ भने नि रामदेव सर, अहिले ढोरपाटनमा पुकी फाँटमा जानेको सङ्ख्या एकदम धेरै हो। त्यहाँ सामान्य टी हाउस केही बनाउँदा पनि यो आरक्षणले अलि टाइट गरे कि मध्यवर्ती क्षेत्र भए झन् अप्ठ्यारो हुन्छ कि भन्ने बुझाइ भयो जस्तो क्या स्थानीयको। अब त सहजीकरण गर्ने पनि एउटा पार्ट हुन्छ। अब सर्लकै हुँदैन, त्यही पनि के बनाउन पाइने नपाउने नियमअनुसारै हुन्छ र हजुरहरू पनि नियमअनुसारै गर्ने हुन्छ। यी बुझाइहरूलाई चिर्न नसके जस्तो पनि देखिन्छ क्या हजुरहरू पनि? यस्तो वास्तवमा यहाँनिर नि मध्यवर्ती क्षेत्रको अवधारणा को जब सुरुवात हुने देश नै नेपाल हो। त्यसैले यो चाहिँ संसारकै लागि उदाहरणीय छ। मध्यवर्ती क्षेत्रको जन्म थलो भनेको मदर कन्ट्री भनेको नेपाल हो। यहाँबाट चाहिँ यो अवधारणाको सुरु भएको छ। यो अवधारणाको सुरु हुनुको पछाडिको उद्देश्य भनेको भएको निकुञ्ज आरक्षणमा उपभोक्ताहरूबाट कुनै किसिमले नकारात्मक असर नपरोस्। उपभोक्तालाई चाहिने के हो? दैनिक उपभोग्य वस्तु, ढुङ्गा गिटी बालुवा माटो, दाउरा घाँस स्याउला सोतर र वन पैदावार जडीबुटी, यिनै कुराहरू। ती कुराहरू हामीले मध्यवर्ती क्षेत्रमा व्यवस्थापन गऱ्यौँ भने ती जनताहरू त मध्यवर्ती क्षेत्र छोडेर चाहिँ मतलब कि निकुञ्ज आरक्षभित्र पस्दैनन्। जसले गर्दाखेरि त्यहाँको दिगो व्यवस्थापन हुन्छ। त्यसकारण हामीले भित्र जुन मतलब यहाँले टहराको कुरो गर्नुभयो नि टेन्टेड क्याम्पको, त्यो पनि भित्र व्यवस्थापन हामी गर्छौँ। तर त्यो भित्र चाहिँ निकुञ्ज आरक्षकै जुन मौजुदा नियम कानुन छ त्यही भित्र रहेर हामी गर्छौँ। नदिने भनेको होइन कानुनले, तर त्यो चाहिँ मतलब कि त्यहाँ उपलब्ध कानुन अनुसार हुन्छ। त्यो सम्पूर्ण कुरो हामी काम गर्छौँ त जनताको दैलामा गर्छौँ, मध्यवर्ती क्षेत्रमा गर्छौँ। सामुदायिक वन बनाइदिया हुन्छ होइन, त्यहाँ उपभोक्ता समूह समिति बनाइदिएको हुन्छ। त्यसपछि ढुङ्गागिटी बालुवा उत्खनन गर्ने, परिचालन सञ्चालन गर्ने त्यहाँ पनि समूह समिति हुन्छ। त्यसकारण यिनीहरूको प्रभाव मध्यवर्ती क्षेत्रको अलावा अर्को क्षेत्रमा अथवा भइराखेको निकुञ्ज आरक्षणमा नपरोस् भन्नको लागि नै मध्यवर्ती क्षेत्र घोषणा गरिएको छ। त्यहाँ तीनटा कुरो गरिन्छ: संरक्षण, व्यवस्थापन, उपभोग। मध्यवर्ती क्षेत्रमा भएका प्राकृतिक स्रोत, ढुङ्गा गिटी बालुवा माटो वन्यजन्तु, प्राकृतिक स्रोतहरू भए, घाम पानी, यी सबै प्राकृतिक स्रोतहरू भए। त्यसलाई हामीले तीनटा कुरो चाहिँ मन्त्रको रूपमा बुझ्नु पर्यो र उपभोक्ताले बुझाउनु पर्यो कि तपाईँहरूलाई यो चाहिँ मतलब कि प्राकृतिक सम्पदाबाट वञ्चित गरिने छैन। संरक्षण, व्यवस्थापन, उपभोग, यी कुराहरूलाई चाहिँ हामीले चाहिँ मतलब कि यही कुराहरूलाई हामीले बुझाउन नसकेर अहिले उपभोक्ताहरूमा दुविधा छन्। जस्तै सर, जस्तै हजुर अहिले नहुँदा र हुँदामा उपभोक्तालाई के फरक हुन्छ त? अहिले छैन कि भने जस्तै मध्यवर्ती हुँदा र नहुँदामा फरक के हो त? धेरै फरक पर्छ। एउटा चाहिँ मतलब म यहाँलाई बुझावट रूपमा भन्छु, अहिले हामी प्रयोग गरिरहेछौँ, विधिभित्र गरिरहेको छैनौँ, नियममा छैनौँ। मध्यवर्ती क्षेत्र घोषणा गर्ने बित्तिकै एक नम्बरमा हामी चाहिँ मध्यवर्ती क्षेत्रको जनता भन्ने शब्दले सम्बोधित हुन्छौँ। जनता भनेको त्यो व्यक्ति जुन मध्यवर्ती क्षेत्रमा स्थायी रूपमा बसोबास गर्ने मान्छेलाई स्थानीय जनता भनिन्छ। त स्थानीय जनता भन्ने संज्ञा पाउने अधिकार तिनीहरूको हुन्छ, जुन तपाईँले हामीले पाउँदैनौँ। यो बाग्लुङ बजारमा बस्ने मान्छे, पोखरामा बस्ने मान्छेहरू स्थानीय जनता हुन सक्दैन।
स्थानीय जनताको परिभाषा कसले पाउँछ त? मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने थाई बसोबास गर्ने जनताहरू नै स्थानीय जनता हुन्। त्यो अधिकार पायौँ र स्थानीय जनता भन्ने बित्तिकै केलाई कानुनले दिएको छ सुविधा। स्थानीय जनताले के पाउँछन् त? त्यहाँ भएका ढुङ्गा गिटी बालुवा माटाका सुविधाहरू सुपथ मूल्यमा पहिलो चरणमा त्यो पाउँछन्। दोस्रो, निकुञ्ज र आरक्षले 1 वर्षमा जति पनि राजस्व जम्मा गरेको हुन्छ, सङ्कलन गरेको हुन्छ, त्यसको 30 देखि 50% राजस्व मध्यवर्ती क्षेत्रको सामुदायिक विकास र प्राकृतिक स्रोत व्यवस्थापनमा खर्च गर्नुपर्ने छ भनेको छ। त्यसले गर्दाखेरि जस्तो उदाहरण दिउँ, पोहोर चाहिँ मतलब कि ढोरपाटन सिआर आरक्षको राजस्व कति थियो? 3 करोड 66 लाख थियो। 3 करोड 66 लाख राजस्वको 50% यदि मध्यवर्ती क्षेत्र घोषणा भइदिएको भए 1.5 करोड मध्यवर्तीमा आउँथ्यो। त्यसकारण दोस्रो चाहिँ मतलब आर्थिक वित्तीय सहयोग हामी पाउँछौँ। वित्तीय सहयोग पाउने बित्तिकै त्यो वित्तीय सहयोगले हामीले के हुन्छ त? विकास निर्माणका कुराहरू पनि पाउँछौँ। किन हाम्रा स्कुलको छाना फेर्नु पर्यो अरे, 10 लाख रुपैयाँले गर्दाखेरि स्कुलको छाना फेरिएको हुँदैन। 5 लाख रुपैयाँले गर्दाखेरि 5 किलोमिटर बाटो बनेको हुँदैन। त्यस्तै साना साना गोरेटो, पुल पुलेसा, स्कुलका छाना फेर्नु पर्यो, खानेपानी बनाउनु पर्यो, स्वास्थ्य उपचार गर्नु पर्यो। यी सानातिना विकास त गर्न सकिन्छ नि। त्यसको लागि बजेट चाहिँ मतलब कि सुनिश्चित हुन्छ। त्यसकारण हामीले मध्यवर्ती क्षेत्रको घोषणा गराइसकेपछि पाउने फाइदाहरू यिनै हुन् के सर।